अहिले नेपालको स्थितिमा होइन पेट्रोल डिजलको भाउ बढेर कहाँसम्म पुग्यो होइन। नेपालमा मात्र होइन, यहाँ पनि तपाईँको पहिला 1.75 लिटरको पर्थ्यो भने अहिले चाहिँ तपाईँको 2.10 पुगिसक्यो। यहाँ पनि लास्टै तेल बढिरहेछ। यो संसारभरि नै तपाईँको यो युद्धले गर्दा होइन अब कतिसम्म पुग्ने त्यो थाहै छैन। यस्तो छ स्थिति। खाद्यान्नदेखि लिएर अब पेट्रोल डिजलको त कुरै नगरौँ, कहाँसम्म पुगिसक्यो। अझै पनि बढ्छ जस्तो छ। अब नेपालमा पनि उस्तै परे फेरि पनि तपाईँको बढ्छ, पहिलाको स्थितिमै आउनसक्छ। 300 पनि पुग्न सक्छ, केही निदो छैन। यहाँ पनि अब 3 युरो पुग्ने कि भन्ने सम्भावना जस्तो छ होइन। यसले गर्दा अब देश विश्वभरिलाई नै घाटा परिरहेको छ। जे होस् अब के गर्ने, अमेरिकाले झुक्न नजान्ने, उता अब लडाइँले त्यस्तो छ। त्यही भएर हामी जनताले त जहाँ गए पनि दुःख पाउने हो। विदेशमा सस्तो, नेपालमा महँगो मात्र होइन, अहिले त देश विदेशमा भएको सारा ठाउँमा भएको जनताहरूलाई नै शास्ति छ कि महँगिएर। यहाँ पनि त्यस्तै छ। हेर्नुहोस्, केही यसो गर 100 युरोको त उतिखेर जान्छ सामान किन्न जाँदाखेरि, पुग्दैन। त्यस्तो छ। अब के गर्ने, आन्दोलन मात्र छ नेपालमा पनि। डिजल पेट्रोल बढ्यो भनेर आन्दोलन गर्नु चाहिँ राम्रो लाग्दैन मलाई चाहिँ अहिलेको स्थितिमा चाहिँ, डिजल पेट्रोलको भाउ बढ्यो भनेर। ल जनता यस्तै हो, हेर्नुहोस्, दुःख जहाँ गए पनि दुःख गर्नै हो। यस्तै छ स्थिति।